ल साथी हो गाउँघरको सेरोफेरोमा फेरि पनि स्वागत छ र आज हामी चाहिँ फिसिङमा जाँदैछौँ है साथी हो। ल आज चाहिँ हामी महक ड्याम जाँदैछौँ अनि महक ड्याममा चाहिँ अहिले स्पेसली यो फल सिजनमा खर्कहरू अनि मेबी ट्राउट आउन सक्छ भन्ने त्यहाँ सम्भावना छ र हामी त्यहाँ चाहिँ आज फिसिङ गर्नेछौँ र लेट्स सी हैन आजको फिसिङ कस्तो रहनेछ र तपाईहरुलाई हामी अपडेट गर्दै जानेछौँ र हामीसँग जोडिएर रहनुहोस् साथी हो। हाम्रो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सब्स्क्राइब शेयर गर्नुहोस् र अनि हामी एन्ड अफ द इयरमा गिभ अवे पनि गर्दैछौँ र हाम्रो बेस्ट सब्सक्राइबर र हाम्रो भिडियो शेयर गर्नेहरूलाई हामी बेस्ट गिफ्ट पनि दिनेछौँ र लची हैन आजको हाम्रो फिसिङ कस्तो रहनेछ हामीसँग जोडेर रहनु होला है त। आइसकेको छ गभर्नमेन्ट ल्यान्ड एकदमै राम्रो यो चाहिँ घटमा फार्मिङ गर्नुपर्छ है र अदर फिसिङ गाई इज हियर। अनि के छ भाइ एकदम फाइन माछा मार्न जानु लागेको साह्रै माछा मारिन्छ है क्या guys, finally we are here fishing spot मा आइसकेका छौँ र यो चाहिँ महक ड्याम हो। यो चाहिँ ओहायोको महक ड्याम है। फिसिङ गर्नको लागि एकदमै राम्रो स्पट छ यहाँ हैन गाइस। सो लेट्स सी आजको फिसिङ कस्तो रहनेछ है हेर्दै जानेछौँ। होइन र सानो खुच्चे माछा मार्ने तयारीमा छ। त्यो चाहिँ अलरेडी एउटा पोल हानिसकेको जस्तो छ उसले। How many fishing rod you got, buddy? सुनसान छ अहिले राति लगभग रात पर्न लागिसकेको छ है। कोही पनि छैन यहाँ अरू फिसिङ गर्ने हामी दुईजना मात्रै हो। यो चाहिँ मेरो सानो छोरो साथी हो है। कोप्रो सोप्रो ट्याग लगाएर चाहिँ आजको फिसिङलाई हामी तयारी गर्दैछौँ है त साथी हो। ल चाहिँ अब गोस् होइन आज चाहिँ एकदमै चिल छ, बाहिर जाडो छ तर पनि हामी एकछिन यहाँ समय स्पेन्ड गर्नेछौँ र माछा मार्दै जानेछौँ है त। नाइस छ, भ्यू राम्रो छ, लोकेसन राम्रो छ। ल साथी हो आजको माछा मार्ने काम चाहिँ लगभग यस्तै छ होइन। माछा खासै माछा परे जस्तो छैन होइन। लेट नाइट पनि भइसकेको छ र आज चाहिँ हामी ऱ्यापअप गर्नेछौँ र भोलि दिउँसो आएर हामी फिसिङ गर्नेछौँ। होपफुली आफ्टर चर्च होइन हामीलाई टाइम रह्यो भने चाहिँ हामी आएर ऱ्यापअप गर्नेछौँ र आज चाहिँ हामी धेरै समय बितायौँ यहाँनिर। माछा पर्ने कुनै सङ्केत पनि छैन र भोलि चाहिँ हामी फेरि आएर यहाँनिर फिसिङ गर्नेछौँ है त साथी हो। होपफुली दिउँसो तातो पनि हुनेछ अनि माछाहरू पर्छ होला र अहिले चाहिँ माछा पर्ने कुनै यहाँ सङ्केत देखिएन र साथी हो आज हामी आजको भिडियो यतिमै राख्नेछौँ र तपाईँहरूलाई पुनः भेट्ने बाचाको साथ म बिदा हुन चाहन्छु। फेरि पनि सबैलाई नमस्कार।